तपाईँ कहिले यस्तो अवस्थामा हुनुहुन्छ जहाँ तपाईँले धेरै मेहनत गर्नुभयो, धेरै आशा राख्नुभयो, तर परिणाम भने शून्य आयो? तपाईँले कहिले मनमनै सोध्नु भएको छ, किन म मात्र? यदि छ भने आजको यो सन्देश तपाईँका लागि हो, किनकि जीवनको एउटा गहिरो सत्य के हो भने धैर्य राख्ने मानिसलाई परमेश्वरले कहिल्यै निराश पार्नु हुँदैन। जीवन सधैँ सजिलो हुँदैन। कहिले सफलता, कहिले असफलता, कहिले खुसी, कहिले पीडा। यी सबै हाम्रो यात्राका भाग हुन्। तर यिनै उतार चढाव बीच एउटा कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ, धैर्य। धैर्य भनेको केवल पर्खनु मात्र होइन। धैर्य भनेको कठिन समयलाई सहेर पनि आफ्नो विश्वास नछोड्नु हो। धैर्य भनेको अन्धकारमा पनि उज्यालोको आशा गर्नु हो। जब हामी तुरन्तै नतिजा चाहन्छौँ, जीवनले हामीलाई पर्खन सिकाउँछ, किनकि परमेश्वरको योजना हाम्रो सोचभन्दा धेरै ठूलो हुन्छ। सोच्नुस्, बिउ रोपेको भोलिपल्ट नै फल पाइन्छ त? होइन, त्यसलाई समय लाग्छ, पानी चाहिन्छ, घाम चाहिन्छ अनि धैर्य चाहिन्छ। ठीक त्यसरी नै हाम्रो मेहनत र विश्वास पनि समयसँगै फल दिन्छ। धेरै मानिसहरू सफलता नजिकै पुगेर हार मान्छन्, किनकि उनीहरूसँग धैर्यको कमी हुन्छ। तर जो अन्तिमसम्म अडिग रहन्छ, त्यसलाई नै जीवनले ठूलो पुरस्कार दिन्छ। कहिलेकाहीँ ढिलो हुनु भनेको असफल हुनु होइन, त्यो त केवल तयारीको समय हो। जब तपाईँ थाक्नुहुन्छ, जब तपाईँलाई लाग्छ अब सकिन्न, त्यही बेला सम्झनुहोस्, परमेश्वर तपाईँलाई परीक्षा गर्दै हुनुहुन्छ, तपाईँलाई बलियो बनाउँदै हुनुहुन्छ। सायद तपाईँले मागेको कुरा अझै पाउनु भएको छैन, तर विश्वास गर्नुहोस्, परमेश्वरले तपाईँका लागि अझ राम्रो केही तयार गर्दै हुनुहुन्छ। धैर्य राख्नुहोस्, आफ्नो प्रयास जारी राख्नुहोस् र विश्वास कहिल्यै नछोड्नुहोस्। अन्त्यमा जीवनको एउटा सरल तर शक्तिशाली सन्देश, जसले धैर्य राख्छ उसले एक दिन अवश्य जित्छ। तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने हार नमान्नुहोस्, किनकि तपाईँको समय पनि आउनेछ। धैर्य राख्नुहोस्, विश्वास राख्नुहोस् र अघि बढिरहनुहोस्। परमेश्वरले तपाईँलाई कहिल्यै निराश पार्नु हुँदैन। धन्यवाद।